हेर कान्छा, तैँले भने जस्तो सजिलो छैन बाबु। म यसरी बिहे गर्दिन। तेरी भाउजूले छोडेर गई त के भर। म यो तेरो दुईटा भतिज भतिजी हेर्दा कलकलाउँदो तामाको मुना जस्तो यो लाला भाला। त्यसै माथि म बिहे गर्दिन भाइ। बरु त हुर्किस बिहे गर्ने भइसक्यो उमेर तेरो। पहाडी गाउँमा एउटा कन्या हेरेको छु भाइ मैले। सहनशील, सोझी, हाम्रो रीतिरिवाज, चालचलन, परम्परालाई इज्जत हानेर बस्न सक्ने एउटा कन्या हेरेकी छु। त बरु बिहे गर्नुपर्छ बाबु। सधैँभरि लखर 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 घाउ डुलेर हुँदैन भाइ। यता हेर त घरको हालत। बुवा दमको रोगी, आमा उसै रोगी हुनुहुन्छ। मैले अर्को बिहे गरे भने यो लाला बालाको कस्तो हालत हुन्छ। फेरि बुवा आमाको सियारमा पनि त कमी होला। तैँले बिहे गरिस् भने बुहारीले बुवा आमाको अलिकति स्याहार गर्न मद्दत पुग्छ। अनि बाहिरको सबै काम म गर्छु भाइ। तैँले पनि केही काम सघाउलास् नि मलाई। बिहे गर्ने कुरा नगर बाबु। जे छ आफ्नो भाग्यमा त्यो भोग्नुपर्छ भाइ। हेर कान्छा, तैँले भने जस्तो सजिलो छैन बाबु। म यसरी बिहे गर्दिन। तेरी भाउजूले छोडेर गई त के भर। म यो तेरो दुईटा भतिज भतिजी हेर्दा कलकलाउँदो तामाको मुना जस्तो यो लाला भाला। त्यसै माथि म बिहे गर्दिन भाइ। बरु त हुर्किस बिहे गर्ने भइसक्यो उमेर तेरो। पहाडी गाउँमा एउटा कन्या हेरेको छु भाइ मैले। सहनशील, सोझी, हाम्रो रीतिरिवाज, चालचलन, परम्परालाई इज्जत हानेर बस्न सक्ने एउटा कन्या हेरेकी छु। त बरु बिहे गर्नुपर्छ बाबु। सधैँभरि लखर 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 घाउ डुलेर हुँदैन भाइ। यता हेर त घरको हालत। बुवा दमको रोगी, आमा उसै रोगी हुनुहुन्छ। मैले अर्को बिहे गरे भने यो लाला बालाको कस्तो हालत हुन्छ। फेरि बुवा आमाको सियारमा पनि त कमी होला। तैँले बिहे गरिस् भने बुहारीले बुवा आमाको अलिकति स्याहार गर्न मद्दत पुग्छ। अनि बाहिरको सबै काम म गर्छु भाइ। तैँले पनि केही काम सघाउलास् नि मलाई। बिहे गर्ने कुरा नगर बाबु। जे छ आफ्नो भाग्य